एउटा सानो इन्फर्मेसन भनौँ या खबर भनौँ या सूचना भनौँ, यही विकास रङ्गाङ घरको लागि पनि यस्तो डन्डीहरू बुनेर रेडी भइसकेको छ। पिलर, यो तल फाउन्डेसनको जाली 6x12, अनि पिलरको डन्डीहरू पनि ठुल्ठुलै गतिलो लगाएको रहेछ। 6 सुतेहरू पो छ त, 6 सुते डन्डीहरू छ, प्लस 5 सुते मिलाएर यस्तो गरेको अवस्था छ। यहाँ छिमेकी घर यहाँ यस्तो रेडी छ। अर्को चाहिँ यहाँ ठेकेदार उभिरहेछ। बालुवा पनि झरिसक्यो, गिटी झरो यहाँनिर बेस खनिराखेको छ। जेसिबीले एकदम धमाधम खनिराखेको छ मजाले। लगभग 5 फुट 6 फुटमै गइरहेको जमिनको लेभलले खनेर यसलाई चाहिँ मजाले फाउन्डेसन उठाएर चाहिँ घर बनाउने तयारी भएको छ। यसरी छ यो इटरी 5 नम्बर वडा अन्तर्गत पुरा घरधुरी पनि बढेको चाहिँ अवस्था छ। सर यसरी खेतीयोग्य जमिनहरूमा चाहिँ घर बनेर एउटा जस राज्यको लागि चाहिँ र जनताको लागि भनौँ मानव उसको लागि चाहिँ नोक्सानै हो, र पनि अब बसोबास गर्नुपर्ने नै बाध्यताको कारणले गर्दाखेरि घर भन्ने अवस्था छ। अब यहाँ सिमेन्टको लागि सिमेन्ट राख्ने ठाउँ यहाँ रेडी तयारी अवस्थामा छ। ड्रमहरू अवस्था छ। इँटाहरू यसरी झरेर यो ब्रान्ड कम्पनी नम्बर 1 आनन्द इँटा झारियो। यो फाउन्डेसन मुनि लगाउनुलाई हो। यो गेट इँटा अरे यसरी ढुङ्गा इँटाहरू पनि झरिसकेको अवस्था छ। यसरी हामीले बुझौँ भन्दै यो अहिले भिडियोलाई म दिइन गर्न चाहन्छु। धन्यवाद। सेवा अलग नै।